कहिले लेखे हो? आफ्नै हातको सर। तेरै ह्यान्डराइटिङ हो यो? आफ्नै हातको, यही हातको सर। राम्रो लेखेछस्। कला हो सर। एन्सर मिलेको छ। दिमागै सर। तँ पढेर सुना नि त। भइहाल्छ नि सर, आफै लेखेको म सुनिहाल्छु नि। सुना। के छ र? जय बुढी निबन्धको सार लेख। यो थियो प्रश्न होइन सर? हो पढ सुन। हे मासाला भुँडे मास्टर। पढ्न पढ। यो मैले लेखेँ सर, यसले लेखा हो। मेरो हो म लेख्छ। मैले लेखा सर, मैले लेखा हो। के लेखे? यसले लेखा हो सर, यसले लेखा हो। के लेखे? के लेखे? यसले लेखा हो सर, यसले। भइहाल्यो। मै पढेर सुनाउँछु। हजुर। जय भुँडी निबन्धको सार लेखे नि त यो? हजुर। म पढ्छु, तँ अर्थ बता। बुझिस्? हे मासाला भोरे मास्टर। म मासाला। अर्थ बता। अर्थ बता। मसला होइन, मसला होला सर, मसला। भुँडे बुटुन मसला, तरकारी सम्बन्धी होला। मासाला नि लेखेछ है। अर्थ बता। तपाईँ कसै न कसैको त साला नै हो सर, हो किन भन्नु त? साला नै हो। अनि यो संसारमा कति धेरै सालाहरू छन् सर। ती सबै सालाहरू मध्येको पनि सबैभन्दा ठुलो साला महासाला, ठुलो साला। राम्रै लेखा सर, मैले हजुर के हो होइन सर? चोर जाठा। यही लेखा छ? यही लेखेछ। अर्थ बता। अर्थ बता। सुझाव बता। जाबाट जान्ने, थाबाट छान्ने। चोर को हो भनेर पहिला जान्ने, जा यही चोर हो भनेर ठान्ने, ठा जाटा। राम्रै तारिफै हो त्यो सर। तेरो कारण जिन्दगी बर्बाद भयो हरामी। हरामीको बिचमा डट छैन सर। हुनुपर्ने हो सर्टकट हरामी। अर्थ बता। हबाट हजुर हजुर। राबाट राम्रो मिलन सर। हजुर राम्रो मिलन सर। त्यस्तै हुनुहुन्छ सर तपाईँ। तारिफ हो। मुख्य जिम्मेवार हजुर, मुख्य जिम्मेवार। सबैको जिम्मेवार, हाम्रो सबै स्टुडेन्टको जिम्मेवार तपाईँले बोक्नु भएको छ। राम्रै हो। कलेज सकिने दिन तँलाई म जहाँ भेट्छु त्यहीँ ठोक्छु, तेरीमा झ्याक्ने। तेरीमा झिक्ने तपाईँको आमालाई झिक्ने। कहाँबाट झिक्ने? वृद्धाश्रमबाट झिक्ने। मेरो आमा कुन वृद्धाश्रममा हुनुहुन्छ र झिक्नलाई? बस्नु भयो भने झिक्ने। पछि सर त्यो होइन, झिक्ने, घरमा ल्याउने, माया गर्ने, लालन पालन, आमाको माया गर्नुपर्छ। त्यो तँलाई म एक दिन काट्छु। यु आर सो स्विट लाइक चकलेट। चाट्छु। अब मलाई क्लासमा दुःख दिस भने तेरो दिन सकियो। दुःखको छैन सर बिचमा? छैन। हुनुपर्ने सर, दुःखको दिन सकियो। तपाईँको दुःखको दिन सकियो। तारिफ। प्रे सर। चुतिया भुँडे। अर्थ बता। चु मतलब ती मतलब तिर्खाएको यात्री, साहित्य सर। अनि भुँडी निबन्ध चाहिँ भुँडी निबन्ध भएको कारणले गर्दा भुँडे त्यो राम्रै लेख्या छ मैले। खोजे चाहिँ राम्रै हो। याद राख। गुड लक। लेख्या छ त गुड लक छ त। गुड लक भन्दा भाग्यले साथ दियो सरलाई, राम्रो होस् पछिसम्म जिन्दगीमा, प्रार्थना सर। गुड लक मदर। अर्थ बता। कति कभर गर्नु मदरलाई कसले गर्छ सर? कसले गर्छ? फादरले गर्छ, बाउले गर्छ। मतलब हजुर मेरो बाउ समान, बाउ जस्तो मान्छु म तपाईँलाई। ढोक गर्छु सर तपाईँलाई म। अब तेरो यो कलेजमा पढ्ने दिन सकियो, फुलको अफिसमा आइज भाटा बोकेर। अफिसमा आइज भाटा बोकेर। तेरो त म आज हिसाब। जाऊं कसरी जाऊं आफ्नै लासको मलामे, जाऊं कसरी जाऊं आफ्नै लासको मलामे, चुपचाप सहूं कसरी आफ्नै बदनामी।
अहिले आएर ठुलो गल्ती गरे जस्तो लाग्यो मलाई माफ गरिदे यार तँलाई माफी माग्छु छोरा। त्यही भएर भनेको तँलाई आफ्नो होमवर्क आफै गर्नुपर्छ खेताला लाउनु हुँदैन मुला अर्कोचोटि फसाइन्छ तँलाई